मर्न लागेको बुढो गोरुलाई अहिलेका नेपाली कांग्रेसका कार्यकर्ताहरूले यसरी उचालिरहेका छन्, जो गोरु चाहिँ हिजोको दिनमा चुटाई खाएर पिटाई खाएर हिँडेको थियो। 80 वर्ष पुग्न लागेको बुढो गोरुले अब चाहिँ खेत जोत्छ यानि देश बनाउँछ भनेर विश्वास गर्ने यिनका चाहिँ चरित्रहरू आज म देखाउँदैछु। नमस्ते साथीहरू, आज पनि मैले एउटा चाहिँ एकदमै फन्टास्टिक भिडियो लिएर आएको छु। तपाईहरुलाई एकदमै मजा आउनेवाला छ र भिडियो अलिकति लामो पनि हुन सक्छ सदाको भन्दा। अघिल्लो चोटिको भिडियोमा तपाईहरुले एकदमै माया गरिदिनु भएको थियो। तपाईहरुलाई एकदमै थ्यांक यू सो मच, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। युट्युबमा पहिलो दोस्रो भिडियोमा नै यति धेरै तपाईहरुको सपोर्ट माया पाउँदा म चाहिँ अझ हर्षित भएर अर्को नयाँ भिडियो लिएर आइसकेको छु। कृपया अन्तिमसम्म हेर्नु होला र अब जाउँ है त। अब हामी चाहिँ भिडियोतर्फ। भोटसोट भनेको अब घन्टीलाई नै हाल्दिया हो, के ढाँट्नु हैन, हाल्दिया हो नि। अब आज चाहिँ यसो रमाइलो हेरौँ भनेर आएको। अब बुढा कसरी आउँदो रहेछन्, धेरै पछि आउँछ। यसो टिभी सिभीमा पनि देख्न पाएको छैन हो मुख। अब यो भाइले हेर्नु न, घन्टीमा भोट हालेको छ। अब जुन कार्यकर्ताहरू त्यहाँ देखाइएको छ नि, त्यो कार्यकर्ताहरू फेक हुन्। कोही कहाँबाट आएका, कोही काम नपाएका, कोही रमाइलो हेर्न आएका, कोही होइन पैसाले किनेर आएका, कोही अन्य लघु पीडितहरूदेखि लिएर धेरै आन्दोलनका साथीहरू अहिले काठमाडौँमा हुनुहुन्छ, आम सर्वसाधारणहरू काठमाडौँमा हुनुहुन्छ। उहाँहरूलाई पनि उचालेर लगेर एयरपोर्टमा त्यत्रो देखाइएको हो। त्यो नबताइयो, हेरौँ न यो भाइले के भनेको छ है। पार्लिमेन्टमा जस्तो रमाइलो काहीँ हुँदैन हाम्रो देशमा हैन। यहाँ बोला बोला हाना त्यस्तै हो हैन। पार्टीको रूपमा हेर्दाखेरि अब यहाँ पनि लास्ट रमाइलो भइरहेछ भने चिन्नु नजान्नुको मान्छेहरू आएर हैन यसो हातसाथ मिलाउने कुरा गर्ने गरिरहेछ। रमाइलै हो नि त यो पनि एक तरिकाको। कता कता यो भाइले पनि अब सपोर्ट गर्ने कुराहरू पनि गरिरहेको छ। कांग्रेसको झण्डा छ, यो चाहिँ तपाईले रहरले लाउनु भएन, अरूले दियो लगाइदिनु पर्यो। लगाइदिने पानी परिरहेको थियो। अब आफ्नो लुगा भिज्छ भनेर टी सर्ट राम्रै रहेछ हैन, राम्रो छापेर रहेछ। अब यसो हेर्दाखेरि लगाइदिउँ जस्तो लाग्यो, सबै लगाइरहेको रहेछ। लगाइदियो भनेर लगाइदिएको झन्डा चाहिँ। अब मैले कसलाई दिनु, यसो बोकिदिउँ। अब तपाईहरुलाई म एउटा अर्को फेरि भिडियो देखाउँदैछु, त्यो मधेसको भाइको। एकदमै चाहिँ त्यसले पनि भनिरहेको छ अब चाहिँ बालेन्साला एकचोटि चाहिँ हालिहाले होइन। अब चाहिँ स्थानीय तहमा देख्नु होला कांग्रेस भनेको छ त्यसले है। बालेन्साले भन्छ कस्तो आन्दोलन उठिरहेछ जनकपुरदेखि पुरै मधेसमा, तपाईले थाहा छैन। मान्छेले यतिकै भनेर उसलाई भोट हाल्दियो, अब कसैले हाल्दैन। स्थानीय तह चुनावमा हेर्नु न, कांग्रेसको कति सिट आउँछ अनि घन्टीको कति आउँछ। नेपाली कांग्रेस भन्दाखेरि जिन्दाबाद भन्नुपर्ने हो नि। तर त्यसले चाहिँ यसो सोचेर के दारू खाएर ह्याङबाट आएका छन्, कोही केबाट आएका छन्। अनि चाहिँ यहाँ के मिडियाले हालेको छ शेरबहादुरको यत्रो बहुमत यहाँ त्यहाँ। त्यो एकातर्फ फेरि यस्तो पनि हुनसक्छ कि अब गगन थापालाई कमजोर बनाउने हो यत्रो जनलहर रहेछ, यत्रो जनलहर उर्लियो त नि, हाम्रो पक्षमा त छँदै छैन भन्ने एउटा चाहिँ आत्माबाट मन कमजोर बनाइदिने के। अब जुन अब गगन पक्षका कार्यकर्ताहरू छन् उनीहरूलाई पनि होइन अब चाहिँ गगनलाई छोड्नुपर्छ, उता जानुपर्छ शेरबहादुर दाईको छत्र छायामा, होइन भने हाम्रो राजनीतिक करियर सकिनेवाला छ भनेर एउटा चाहिँ डर जस्तो देखाएको। त्यो सब यसको चाल हो के। होइन भने चाहिँ त अब यत्रो चाहिँ तपाईँ आफै विचार गर्नु। यदि शेरबहादुरका फ्यानै हुन्थ्यो भने देशमा त्यत्रो कुटाई खायो जेएनजी आन्दोलनको बेलामा, कोही एकजना त्यो नेताहरू त्यो आए, कोही पनि आएनन्। त्यहाँ चाहिँ आए बरु लुट्न देशलाई। कांग्रेसकै कार्यकर्ताहरू, एमाले कार्यकर्ताहरू ती सबै आथे त्यो बेला आउन, तर लुट्नतर्फ लागेका थिए, कोही बचाउन चाहेको थिएनन्। अब शेरबहादुर दाई नै भन्छन्, शेरबहादुर दाईलाई बचाउन कोही पनि आएका थिएनन्। त्यति बेला सबै लुट्नतर्फ लागेका थिए। अहिले चाहिँ अब शेरबहादुर नभई देशै बन्दैन अरे। अझ यहाँ के भने नि अझ शेरबहादुर दाई नभए त देशै बन्दैन अरे। नेपाली भूमिले के भन्छ, शेरबहादुरले भन्छ। अब नेपाली माटोले के भन्छ, शेरबहादुर देउवाले भन्छ भन्ने अवस्थाका थिए। शेरबहादुरलाई बोकेर कहिलेसम्म तिम्रो राजनीति गर्ने के। 5 चोटिसम्म देशको प्रधानमन्त्री भइसकेको व्यक्ति, 40-45 वर्ष उनले नेपाली राजनीतिमा आफ्नो जरो गाडिसकेका र आफ्नो योगदान गरिसकेका व्यक्ति। अब उनीबाट केही हुनेवाला त छैन। के तपाईहरू अब के शेरबहादुर देउवाले हाम्रो देश नेपाललाई बनाउनु हुन्छ होला जस्तो लाग्छ त? आफ्नो विचार के छ साथीहरू कमेन्ट गर्नु होला। भिडियो मन पर्यो भने शेयर तथा लाइक कमेन्ट सब्स्क्राइब अवश्य पनि गर्नु होला। तपाईहरुको एक लाइक, एक शेयर, एक सब्स्क्राइबले मलाई काम गर्ने हौसला मिल्नेछ। र कस्तो बन्दैछ भिडियो, आवाजहरू कस्तो आउँदैछ मेरो कमेन्ट बक्समा आएर प्लिज कमेन्ट गरिदिनु होला। तपाईहरुको सपोर्टले, तपाईका विचारले, तपाईको प्रतिक्रियाले नै अगाडि बढ्ने प्रयास गर्नेछु। आजको लागि यति नै थियो। अर्को भिडियोमा मिल्छौँ हामी है त। थ्यांक यू सो मच, धन्यवाद।